नमस्कार साथीहरु, हामी अहिले समुद्र सतहबाट 500 मिटर हाइटमा छौं। यो पहाडको एक खालले खोचो छ, तर पनि यो गर्मी ठाउँ हो। यस्तो ठाउँहरुमा मलाई लाग्छ यो अनार चाहिँ राम्रै फल्नु पर्छ। तर अनार हामी गाउँ फल्दाखेरि अब यो फल्छ, बर्खे अनार फल्छ। यो अनार यस्तो खालको हुन्छ, यो किरा लाग्छ, जोगाउन सकिन्न। तर टोटलमा मसँग 60-70 वटा बुटाहरु छन्। अहिले के गर्नु खोजेको छु भने बेलौतीले जस्तो विभिन्न सिजनमा फलाउन सकिने वातावरण सिर्जना गर्नलाई अनारमा पनि यो बर्खाको फल नलिएर हिउँदको फल कसरी लिन सकिन्छ यसको बारेमा मेरो ट्रायल छ। यसलाई मैले 2 वर्ष अगाडि ट्रायल गर्नु खोजेको थिएँ। बच्चा बिरुवा भएको हुनाले अलिकति गाह्रो भयो र अब यसलाई मैले गर्दैछु। मेरो अब के हो सोचे भने यसलाई मङ्सिर पुसमा गएर यसको राम्रा खालका चाहिँ अनारका दानाहरू खान पाइयोस् भन्ने हो, खुवाउनु पाइयोस् भन्ने हो। यी दानाहरू एकदम टिलिक्क टल्केको हुनुपर्छ, त्यति बेला र यस्तो किरा पनि लाग्दैन। बर्खाको अनार जोगाउनु गाह्रो हुन्छ र हिउँदको अनारको साइनिङ पनि राम्रो आउँछ यो शीतले गर्दाखेरि, अनि गएर किराहरू पनि कम आउँछ भन्ने लाग्छ। त्यसको लागि प्रोसेस के हो भन्दाखेरि सबभन्दा पहिला त यसलाई हामीले बढ्न नदिने, काटेर चाहिँ जराहरू पनि काटेर यसलाई अलिकति सकमा राख्नुपर्ने थियो, त्यो गर्न भइएन। अनि सकमा राखिसकेपछि अनि यसलाई हामीले मोल दिने ढाक्ने त्यो गर्नु पर्थ्यो। र त्यससित सँगसँगै अब हामी मोल दिएर ढाकेर पानी दिने बेला भएपछि यसलाई यसको पातहरू झार्नु पर्थ्यो। यो पातहरू झार्ने, हाँगा काट्ने काम त हामीले माघमा पनि गर्न सकिन्छ, बर्खाको उत्पादन लिनलाई पनि गर्न सकिन्छ। तर बर्खाको उत्पादन लिनलाई काट्दाखेरि हाम्रो यो पेन्सिल साइजमा काट्नुपर्छ। र अहिले यसको जुन उत्पादन के भन्ने फुल्ने शक्ति भनेको यो पेन्सिल साइजभन्दा माथि आइसकेको छ, यतापट्टि आइसकेको छ। त्यसैले हामीले यसलाई अब काट्दाखेरि रिफिल साइजमा चाहिँ काट्ने गर्छौँ। र सकेसम्म यी सबैका यो के टपहरू कटिङ गर्ने, अनि गरिसकेपछि अनि त्यसपछि निस्केको फुलबाट मतलब पातहरू फुलहरू राम्रो हुन्छ भन्ने हिसाब छ। र त्यसको लागि अब यो जुन अहिले हरियाली देखेको छ र कतिपय यो पलाइरहेको स्थिति छ, यो स्थिति हामीले कन्ट्रोल गर्नुपर्छ। किनभने यसको वृद्धि चाहिँ रोक्नुपर्छ। वृद्धि रोक्नको लागि सबभन्दा पहिला यसलाई मैले अरू तल गर्न सकिनँ, स्टोरेजको कामहरू गर्न सकिनँ, बेसल डोजहरू दिन सकिनँ। तर के गरेछु भने यो पातको डिपुलेसन भनेको पात झार्ने त्यसमा दबाई छिटेको छु। त्यो भनेको इथेफोन भन्ने हुन्छ, 39% SL को त्यो हानेको छ। त्यो हानेको आज 3 दिन भयो, 4 दिनको दिनमा यो पात सायद सबै झर्छ। अहिले मैले यहाँ देखाउँछु, अलिक नजिकबाट देखाएँ त। यो तल पनि झरिसकेको छ पात है, आफै पनि झरिसकेको छ यो पात है, आफै झरिसकेको छ। अब मैले यहाँ देखाउँछु यो कति कमजोर भएको छ भन्ने। हेर्नु अब चाहिँ यो झर्छ। अब यो अझै यसको चाहिँ पुरा काम गरिसकेको छैन। अनि यो सिक्रो नाङ्गो हुन्छ है। अनि यो सिक्रो नाङ्गो यस्तै हुन्छ, पात रहँदैन। पात नरहिसकेपछि अनि हामीले यो टुप्पा कटिङ गर्छौँ। टुप्पा कटिङ गरिसकेपछि अब यसलाई नयाँ पलाउनु पर्छ। नयाँ पलाउँदाखेरि 4 पाते मोडलको चाहिँ पलाउने, अनि 4 पाते मोडल पलाइसकेपछि त्यसमा चाहिँ फुलहरू निस्कन्छ भन्ने चाहिँ मेरो बुझाइ छ। अहिलेसम्मको रिडिङमा कस्तो हुन्छ थाहा छैन, मेरो यो प्रयोग हो। यदि यसरी हिउँदमा यो निकाल्न सकिएन भने मेरो लगभग 60-70 वटा जति अनार होला। यो अनार सबैलाई मैले खसालिदिन्छु, मतलब उकार फाल्ने भएको अरू विकल्प छैन। किनभने बर्खाको हामीले अनार जोगाउनु सकिँदैन, विषादी बढी प्रयोग गर्ने कुरो पनि राम्रो होइन। त्यस्तो मजाले जान्छ क्या। यसमा चाहिँ त्यो फालियो। अब यो पातमा जुन स्टोरेज छ, यसको चाहिँ जुन खाद्य चिजहरू छ, यो त्यो हानिसकेपछि यो पातको फेरि यो डाँठमा गएर बस्छ है। यो डाँठमा बस्छ, अनि त्यो डाँठको लागि हामीले पछि प्रयोग गर्न सक्छौँ। यसलाई हेरौँ, सिकाइ हो। अब यस्तै गरेर गर्न सक्यो भने अब गर्ने हो, यस्तो गर्न सकिएन भने अब नफल्दैन भने बेगार किनिराख्नु परेन नि। यस्तो हो। अझै मैले एउटा दुईवटा बुट्टा देखाउँछु तपाईँलाई। यस्तो घरमा धेरै त हल्लाइसक्यो मैले है, धेरै हल्लाइसक्यो। यो हल्लाइसकेको हल्लाउनु पर्दैन, तर मैले देखाउनुको लागि शिफ्ट जस्तो भइसक्यो।
हेर्नु यतापट्टि यसको चाहिँ हालै भयो गरिसक्यो है यतापट्टिको हेर्नु अलिक पाँचवटा ठाउँ हल्लाउनु पर्छ हुन्छ हल्लाउनु चाहिँ पर्ने त होइन तर पनि जङ्ग हुने क्या यसरी राखेको अब यसमा चाहिँ सबैको पातो देखिएको छ होइन टेक्निकल पातो देखिएको छ है झर्न त झरेछ यो पनि धेरै छ हल्लाएको देखियो मैले यो पनि अलिअलि अब हेर्नु त्यही हो सबैको छ अब यसको चाहिँ लगभग कति पर्सेन्ट जति हल्ला भन्दाखेरि 66% झर्छ होला यो पुरा झरेपछि कटिङ गर्ने है अझै मैले देखाउँछु कति राम्रो हुन्छ नि यस्तो खेल्दा राम्रो हुन्छ कस्तो खेल्नु भन्दा त्यो पनि झरेछ धेरै झरिसक्यो यो त नाङ्गो भइसक्यो अब हो यो सेल गरेको यो डिफोलेसन भन्छ यसलाई यसो गरिसकेपछि अनि उत्पादन पनि अलि धेरै दिन्छ अनि घरि हिउँदोमा बन्छ त्यो अनि मैले हिउँदे बेलुकी अनि त्यसपछि हिउँदे चाहिँ अनार बनाउनु सक्यो भने चाहिँ एउटा चाहिँ यो सोसाइटीलाई हाम्रो भूमिलाई केही एउटा राम्रो टेक्नोलोजी व्यावसायिक मोडलको दिन सक्छु भन्ने लाग्छ यसमा मेरो लगानी त राम्रै परेछ है यत्र बुट्टा बनाउँदाखेरि त लगानी पऱ्यो नि त तर यो अहिले पनि ट्रायलमा छ त्यसैले मैले यसलाई यो कृषि प्रयोगशाला भन्ने गर्छु अब प्रयोगशालामा त त्यही हो अब सक्सेस हो भने धेरैलाई काम लाग्छ सक्सेस भएन भने घाटा मलाई मात्रै पर्छ फाइदा भयो भने धेरैलाई नै फाइदा हुन्छ यो प्रयोगशाला हो म यो सामाजिक काम गर्ने मान्छे पहिलादेखि यो भौतिक निर्माणका कामहरू धेरै गरिन्थ्यो त्यसको चासो हुन्थ्यो अब भौतिक निर्माणका कामहरू धेरै सहज भइसक्यो अब हामी के भने यो आर्थिक क्रान्तितिर लाग्नुपर्छ उत्पादनतिर लाग्नुपर्छ उत्पादनमा जोडियो भने अनि त्यो दिगो हुन्छ सहज हुन्छ हाम्रो चाहिँ भौतिक पूर्वाधारहरू पनि उत्पादनमा जोडिएपछि त्यसको पनि अर्थ अर्कै आउँछ है अब मरुभूमि देशमा चाहिँ गएर हाम्रो मान्छेहरूले काम गर्नुपर्ने परिस्थिति छ त्यसको मतलब के हो भने हामीले हाम्रो चाहिँ राम्रो विकास गर्न सकेनौँ है त्यो अब अहिले भौतिक पूर्वाधारले हाम्रो पैसा यदि लस मजाले लस त्यो पैसा ल्याउन पनि त्यसरी ल्याउँछ नि त हामीले चाहिँ त्यो गरिदिएको छैन त्यसले गर्दाखेरि अलिकति गाह्रो भएको छ यो लोकल अनार है त्यो अहिलेको अलि विकसित अनार हो यो अलि लोकल हो है हाम्रो परम्परादेखि गरिदिएको आएको मलाई यसले कतिको बुढाउँछ है झर्छ अलिक झर्नु बाँकी छ भोलि पर्सिसम्ममा यो पात चाहिँ सबै नै खान्छ है मैले यो तपाईँलाई यो टेक्नोलोजी देखाउन खोजेको यो बेलुका पनि यस्तै हुन्छ बेलुका पनि हामीलाई के भने अवस्था सार्नुपर्छ अब यो बेलुकी छ नि अब यसको मैले 1 महिना जति अगाडि खाएको होला है यी बेलुकीहरू 1 महिना जति अगाडि खाएको होला अब यी बेलुकीहरू 1 महिना जति पछाडि खान्छु है अनि अब यहाँ निस्कँदैछ अब यो चाहिँ नि 2 महिनापछि जान्छ बेलुदिया भन्यो मानेछन् बेलुदी जान बजाउने भए है अब यो चाहिँ उसले यस्तो छ निस्कँदैछ है अब यसमा निस्क्यो होला अझै निस्कियो भने चाहिँ निस्कन्छ यहाँ यता लटरमा फलेको छ यही बेलुदी हो अस्ति वर्ष 1 महिना अगाडि खाएको हो अब यो 1 महिनापछि खाने हो अब यो 2 महिनापछि खाने भनेपछि एउटै बेलुदीले पनि चाहिँ राम्रै खान दिन्छ नि त र त्यस्तै अनार पनि यो बेलुदी जस्तो विशेषता हुन्छ है उत्पादनमा त्यसैले यो बेलुदीलाई मैले अब आफ्नो तरिकाले चलाउन सकेँ अब यो अर्को युद्ध मैले अनारसित गर्दैछु यो वर्षबाट यो वर्ष र अर्को वर्ष हेर्छु भयो भने अब यसलाई अलि सघन रूपले लाउँछु भएन भने अनारलाई उखेलेर खेलेर चाहिँ फाल्छु हुन्न भन्ने चाहिँ लागेको छैन बेलुदी अब यो भयो भएको हुनाले मैले 150 जति बिरुवा पोर्छ लगाएको छु त्यसलाई हिउँदा चाहिँ खुन्यो मजाले जुनसुकै महिनामा जुनसुकै गतेमा मगा बेलुकी एउटा दुईटा भए पनि खान पाइन्छ भन्ने लागेको छ अब यो भदौ पछिबाट है यी बेलुकी पाकेपछिबाट
मेरोमा 15 वर्षसम्म कुनै पनि दिन बेलौती टिप्न चाहिँ मिल्छ भन्ने लाग्छ। अब यो एक्सपिरियन्सले मलाई त्यो ढुक्क बनाएको छ। यस्तै अनारमा पनि एक्सपिरियन्स गर्दैछु। अब त्यसमा नि सफलता प्राप्त भयो भने यसबाट धेरै सिक्न सकिन्छ। अब अहिले मैले एउटा के देख्छु नि, ड्रागन फ्रुटको ट्रेन्ड देखिएको छ है। तर निकट भविष्यमा 2 वर्षपछि हेऱ्यो भने ड्रागन फ्रुटको मूल्यभन्दा बेलौतीको मूल्य चाहिँ बढी हुन्छ। हालाकि मैले यो जाबो बेलौती भन्छु, गाउँघरमा जाबो भनिन्छ यो बेलौतीलाई। यो बर्खाको अलि जाबो हुन्छ, हिउँदको बनाएपछि माल हुन्छ। यो अहिले पनि स्याउसित कम्पिटिसन गर्छ हिउँदमा बेलौतीले। ड्रागन फ्रुट अहिले अलिकति महँगो देखिन्छ, तर पछि गएर ड्रागन फ्रुटको मूल्य घट्छ अनि मान्छेलाई त्यो बेलौतीपट्टिको क्रेज चाहिँ बढी छ अनि यसको मूल्य बढ्छ। र योभन्दा पनि हामीले गर्न सक्यो भने अनार अझै धेरै भेगहरूमा हुन्छ अनि अनारको रेट लगभग 200 रुपियाँ किलोभन्दा तल कहिले पनि लगभग झर्दैन र जुनसुकै चाहिँ सिजनमा बिक्छ। र अनारमा सफल हुन सक्यो भने अझै धेरै उत्पादन गर्न सकिन्छ भन्ने लाग्छ। हेरौँ अब यसका अगाडिका चाहिँ सफलताका कुराहरू अथवा असफलताका कुराहरू फेरि सेयर चाहिँ गर्दै होला। भिडियो अलिकति लामो भयो, माफी माग्छु। र केही जिज्ञासा भए चाहिँ राखिदिनु होला कमेन्टमा। धन्यवाद। ल